हामी आसान कन्डिचिवा लेसन 13 को कुरा गरौँ। यो चाहिँ लेसन 13 मा हाम्रो चाहिँ के छ भने स्टिम बब भने हिजो बुझिहाल्नु भयो होला। स्टिम बब भनेको चाहिँ कुनै पनि मास भबको मासलाई हटाएर बाँकी रहेकोलाई स्टिम बब भन्छ। त्यो स्टिम बबको पछाडि नि राख्दियो भने चाहिँ के हुन्छ भने केही कुरा गर्नलाई जाने आउने फर्कने। जस्तो म खाना खानलाई होटल जान्छु भन्नु भने चाहिँ ताबे मासको ताबे नि इकिमास, खानालाई जान्छु। होतेरु ए स्योकुजी सिमासको स्योकुजी सी नि इकिमास। म चाहिँ एबिसी भन्ने स्कुलमा पढ्न जान्छु भन्नु पर्यो भने चाहिँ एबिसी गाक्कौ ए बेनक्यौ सिमासको बेनक्यौ सी नि इकिमास। र यसलाई अर्को कसरी भन्न मिल्छ भने नाउनको पछाडि पनि नि राख्यो भने पनि त्यसको लागि भन्ने मिलिन्छ। जस्तो बेनक्यौ सिमास भनेको चाहिँ पढ्छु भयो, बेनक्यौ मात्र भनेको चाहिँ अध्ययन भयो। अध्ययनको लागि जान्छु भन्नु पर्यो भने चाहिँ बेनक्यौ नि इकिमास भन्ने नि पाइन्छ। जस्तो वातासी वा निहोन ए बेनक्यौ नि इकिमास, म जापानतिर चाहिँ अध्ययनको लागि जान्छु भन्न नि मिल्यो। वातासी वा निहोन ए बेनक्यौ सिमासको बेनक्यौ सी नि इकिमास, म जापान चाहिँ अध्ययन गर्नको लागि जान्छु भन्न पनि मिल्यो। तर कहिलेकाहीँ फरक हुन्छ। जस्तो म बिए गर्नलाई गाउँ जान्छु भन्नु पर्यो भने चाहिँ केक्कोन सी नि खाइरिमास, मुरा ए केक्कोन सी नि खाइरिमास, गाउँतिर बिहे गर्नलाई फर्कन्छु। तर केक्कोन भनेको चाहिँ बिहे, केक्कोन नि भनेको चाहिँ बिहेमा फर्कन्छु। अब बिहे आफ्नै हो कि अर्काको भनेको यसमा चाहिँ फिक्स्ड भएन। तर केक्कोन सी नि भन्यो भने चाहिँ के हुन्छ त बिहे गर्नलाई भन्ने बुझिन्छ। यसले चाहिँ के बुझाउँछ स्टिम बबको पछाडि नि राख्न नि मिल्छ, नाउनको पछाडि नि राख्न नि मिल्छ। यसको फर्मुला चाहिँ के भयो त भन्दा कुनै पनि प्लेसतिर स्टिम बब अथवा नाउन नि केही गर्नलाई इकिमास किमास खाइरिमास। दोमो आरिगातो गोजाइमासिता, माता सायोनारा।